यता ल्याउने चामल यता ल्याउने चलेर हल्का भिसाडिदिने दियो उता तान्ने ल अगाडि त्यति भयो हुन्छ पहिला चढाउने पहिला थोरै दियोलाई चढाउने केरा भाटा अनि हजुर गराइदिन चढाउने तललाई फर्किदिने अनि अग्नि यहाँ आइदिने अग्निलाई अनि इष्ट देवतालाई चढाउने फेरि ठुलो देवता है त गौरी गर्ने अब यो हत्यालाई भरि यो सिन्दुर दिने कसरी यताबाट गरी उताबाट जाने म गर्छु यतै त सजिलो हुन्छ उतैबाट सजिलो होला नि झुकाउनु कपडा झुकाउनु भैँमे पार्नु कपडा भैँमे लानु बत्ती जाल्दाखेरि त्यही हो त्यही छ हो त्यसरी ल यसरी हाल्दिन्छ ल राजा सर्व लाने मुठी यसरी हाल्ने होला नि सुन्नु त यसरी हाल्दै नि हुन्छ होला नि बुढी यसरी लिने यसरी कुनैपछि सिमी सिकाउने भयो ल भयो ल भयो भने गुड छोडिकन है यहाँ तीनचोटि हो तीनचोटि गइसक्यो निधारमा टिका लगाइदियो नि अनि त्यो हात त्यही पुग्छ नि निधारमा टिका सिन्दुरको टिका बुढी औँलाले यहाँ अलि माथि हो अझै लगाइदियो यसो ठाडो बनाएर यस्तो उल्टो भयो अनि लिउँ न फेरि लिउँ ल है हेर्ने जस्तो नगाएकाले हेर्ने ल ओम स्वस्ति ल है त ल भलोस् भलोस् ल सिन्दुर अर्पण सम्पन्न भयो फुल देवी देवताले सबैका चाहिँ कृपा दादा हात त्यही पुछ्ने खै त्यही पदिन्छु म अनि तिनी एउटा साडी सार्ने बुढीको साड्डो रोइदिएको नि अनि म कस्तो फिल भयो हजुर खुसीको आँसु हो बुहारी पाउँदाखेरि खुसी हुन पर्यो नि छोरी छोरी लिइसकेपछि बुहारी त्यो होइन नानो छोरी काखमा दिने त्यो डब्बै दिन्छ त्यो डब्बा राखेर ल बाबु हेऱ्यौ त्यो भित्र राखेर यो कागज यो त्यो सबै आनन्द त्यो डिब्बामा राख्यो ल बल्ल म यहाँ यसो सम्बन्धित त सार्ने हो भित्रै राख्ने हो ल जानु नानो त्यो कपडा खोइ अहिले राखेको कपडा हो त्यो साइड लिने थाप दिने नानुको हातमा दिने अनि नानीले पाउमा ढोक्ने त्यो लिएर अनि यता ठाउँ सारियो दिउँ अलि नजिक जाउँ न हो ल यता फर्किने नानु यता फर्किने लावा ढोकेर बल्ल तिम्रो सिमान बन्यो पैसा दिनु अब पैसा नदिनु पैसा माग्नु बस्ने नानु बस्ने यता फर्केर बस्ने नानु काखमा लिने र बाउ पछाडि जाने उचालेर यहाँ राखिदिने बाबु
मिल्दै मिलेछ नि ल बाबु अगाडि ल यतिको जाँदै नि हुन्छ चरे 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 लगाउनु भने फेरि ए चरे रडे रडे ल नानु खाऊ हान्दै बस्नु भन्ने राजी कि बिराजी भन्थ्यो के अरे राजी कि बिराजी राजी ल राजी भन न ल हो के अरे अब भेला भए अब दिउँ न केही पछि चुक्या पैसा दिन पर्छ भन्दिनु पर्दैन अनि पैसा दिए हुन्छ अरेन्ज यही बेला हो कति ल पाउँछु नि यसो बुढी आउन छौँ न पैसा नदिनु किनेर म फेरि बसेर उता सुनेर मुएर उसको ल नानु छुने छ ओ बुढी आउन छुने ल यता फर्किके पैसा नदिएर नछोडे नि बुढी आउन छुने कहाँ यसरी फर्किए अनि उसले सबलाई छोड्यो रे के हो र कुटी हो त कस्तो भोग्नी हो के है ढोगिन के नानुले अघि बस्ने बेलामा ढोग्नी हो के खास होइन ढोगिन नानुले ढोगेर यता सारियो त्यति बेला अब पैसा दिनुपर्ने अब अझै नै मागौँ न केही छैन पैसा नदिनु यही बसिरह तीनचोटि गरेर तीनचोटि दिने हो एकैचोटि दिने मानिन भने पो जति मागे नि दिने हो एकचोटिमै माग्थे त भइहाल्यो पैसा माग्यो खुट्टा बुढियामा समाउनु न अहिले उसको छिटो ए ल माग्यो भने त पाता पैसै नदिनु हो होइन गाह्रो हुन्छ त्यसले पलेटी कसेर ढोग्न पर्थ्यो के पलेटी कसाउन हेर्ने कोही छैन केही भयो अब नानुले हात समाएर एकचोटि मन्दिर बुढियाउलो समाएर मन्दिर घुमेर आउँ अनि बल्ल पैसा माग्थे अनि त्यसपछि भयो अरे होइन बुढाले चाहिँ ले म राखिदिन्छु रे मागिसक्यो पैसा छैन भनेर नि बिचरा अब केटीले चाहिँ भाषामा एकपल्ट मन्दिर हस् ल जानुहोस् अब एकचोटि नानुले हात समाएर अब उसले यहीँ राख्नु यो कसैले राखिदिनु न अब कसैले दिनु नि उहाँले दिनु ल जानु त्यो पैसा नि त्यहीभित्र राखौँ न बक्साभित्र पैसा नमाग्छ नि फेरि आमाले माग्छ यो किन्दै भने चाहिँ किन्न पऱ्यो नि त अनि बिस्तारै चिसो राजा चिसो भएको छ बिस्तारै उठ्ने है यो चिसो भइसकेको छ है बिस्तारै आउनु बुढी आउन समातेर जाने छोरी पाँचसम्म यो बुढी आउन समातेर जाने खाने त भानी तिम्रो अब मेरो पछि आउने अब मेरो पछि आउने त्यो सके सक्दैन handsome
ह्यान्डसम ब्युटी के अरे ब्युटिफुल के भन्छ ब्युटिफुल के म त क्यामेराम्यान भइहालेँ नि बस्नु अब आरती गरेको दिनु आरती हजुर ल आरती गर्ने अनि पूर्ण पात्र गर्ने त्यसको रगन चुरा त ठुलो ल्याउनु पर्छ त्यो दियो ल्याउने राजेर त सबै राख्नु चुरा दुध लगेको ल त्यो दियो ल्याउने राजा आरती नानीले पनि पूजा गर्ने नानु त्यहाँ लामा अक्षता फुल है लागिसक्यो त्यहाँ चढाउनु जान्छ त्यहाँ राख्ने फुल पनि चढाउने है बेटा ल फुल लिएर हात जोड्ने लग्नी ग्रन्थ अति गोत्रोत्पन्न अमुक नामकस्य प्रपौत्री अमुक सपत्नीको अमुक नामकस्य पौत्री सपत्नीको अमुक नामकस्य आत्मपुत्री सपत्नीकस्य अमुक नामकस्य आत्मपुत्री अत्रि गोत्रोत्पन्नी लक्ष्मी स्वरूपा इमाम कन्या सालङ्कार देवद्विज अव्यागत साक्षी कृत्वा अत्रि गोत्रोत्पन्नी काजल नाम्न प्रचलित नाम्नी तथाञ्च कौशिला गोत्रस्य अमुक नाम्नः सपत्नीकः प्रपौत्र अमुक नाम सपत्नीकः प्रपौत्र अमुक नाम सपत्नीकस्य पुत्र आयुष्मानः आत्मपुत्र आयुष्मान आत्मपुत्रः भूमिवाहक तस्य विष्णुस्वरूपपराय शुभमुहूर्ते देवद्विज अग्निसाक्षी कृत्वा लग्न ग्रन्थ वहं करिष्ये कारयिष्ये ओम देवी प्रपन्नार्ति हरे प्रसीद मातर्जगतोऽखिलस्य प्रसीद विश्वेश्वरिपाय विश्वं त्वमेश्वरी देवी चराचरस्य राजा फुल्ने चढाउने अलिकति अबिर हातमा हत्केलामा अबिर लाएर छाप लगाइदिनु मैले दुवैजनाले खोइ अक्षताको भात यहाँ छ राजा यो यसो गर्ने यसो गरे दुईटैले त्यो ग्रन्थीमा हो दाइन यहाँ कपडामा ठ्याक्क लगाउने है छ यहीँ छ नि अबिर यही आइहाल्छ यही हो प्रमाण बनेको खालि ल के प्रमाण यो छ्याप्प लगाउने आफ्नो छेउमा लगाउनु छ्याप्प आउँछ छ्याप्प लगाउनु आइहाल्छ नि अलि नजिक त टाढा आइन अलि नजिक हो यो बाबुको आँडा फुलको आँडा हो त्यहाँ ल ओम स्वस्ति रस्तु कल्याणमस्तु भद्रं कर्णेभिः अब हजुरले दिदी यसरी कुम्च्याएर गाँठो पाएर काँधमा राखिदिनु हजुर पहिले यो पैसाबाट खुम्चाउने मामाले खुम्चाउने यसरी बिहेर्ने के हो त्यसो शोभार्दै आउने ल है त हो मङ्गल कामना हो ल है त मङ्गल रस्तु भद्रमस्तु शिवम दास्तु महालक्ष्मी प्रसिद्धन्तु रक्षान् त गाँठो बनाउनु मजाले अनि काँधमा राख्नु कुम्चेर गाँठो बनाउनु हो त्यसरी ओम स्वस्तिमा इन्द्रो मामाले र आमाले काँधमा राखिदिनुहोस्
निस्किनु भएन कि ल आफ्नो कुल कुलान देवी देवता सबै सम्झेर है त ल मामाले आमाले लगाइदिनुहोस् न कुल कुलान देवी देवता सबै सम्झेर ओम अलि चाँडा अलि नजिक बन्छ ओम स्वस्तिजा कल्याणमस्तु है त अति गोत्रकी कौशल्या गोत्रका वरको लग्न ग्रन्थ भयो भलो हो भलो अब कोही चाहिँ अब कोही बेहुली पक्षका हुनुहुन्छ भने टिका लगाएर आशीर्वाद दिने हो है त ल है लम भन्नुहोस् महालक्ष्मी प्रसन्नतु रक्षन्तु त्वं सदा देव आशिषा सन्तु सर्वदा पूर्णमद पूर्णमिदं पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ओम मन्त्राः सकला सन्तु गुणा सन्तु मनोरथा सर्वनां बुद्धिनाशस्तु शुक्राणां उदयस्तव ओम तदैव लग्नं सुदिनं तदैव ताराबलं चन्द्रबलं तदैव विद्याबलं दैवबलं तदैव लक्ष्मीपति सर्वं स्मरामि ओम स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति न सुखा विश्ववेदाः स्वस्ति न कानिक वरिष्ठदेवी स्वस्ति न बृहस्पतिर्दधातु होरात्रे पार्श्वे नक्षत्राणि रूपमसिनो ध्यात्तमैश्वर्यखाना ओमैखाना सर्वलोकमेखाना ओम महालक्ष्मी च विद्महे विष्णु पत्नी तन्नो लक्ष्मी श्री प्रचोदयात् ओम भद्रमस्तु शुभं दास्तु शिवं दास्तु महालक्ष्मी प्रसीदन्तु रक्षन्तु त्वं सदा देव आशिषा सन्तु सर्वदा ओम आशिषा सन्तु सर्वदा आशिषा सन्तु सर्वदा अब त्यो चुरापट्टि ऐना कहीँ ल्याउनु चुरापट्टि आएन कहीँ होगा आइपो पोते पोते लगाइदिन्छ बाबुले अब लग्नको पोते लग्नको पोते ब्याग अब किन नझिकेर लगेको छ ओम इरावती धेनुमती भूतभू सूर्यवसिनी मन वेदस्या पूर्वचात संकल्प सिद्धिरस्तु अर्थे कृते तदः स्वयंवर विवाह निमित्तक इमाम गाम कर्म कर्तुं देहशुद्धि कामनया जय ब्राह्मणाय नमः तदनन्तरं मनु मे वाचं मे प्राणं मे अनि कुशलिएर गाईलाई छुँदै हाम्रा शिरमा लाने कुशली नै पुष्पको टुक्रा भएर आज पूजा भयो पुष्पको टुक्रा लिएर गाई बाछीलाई छोडेर आफ्नो शिरमा लाने है कामनया शिरमा लाने मनुमे वाचं मे प्राणं मे इमाम प्रायश्चित भूताम गाम अनि छोइराख्ने दुईचोटि लगेर गाई छोइराख्ने रुद्रदैवत्यां तन्मूल्य कल्पित वस्तुं रजनाः माङ्कितः द्रव्यं वा वनस्पतिदैवतं घटपत्राय गोवर्णसवर्णे निमन्त्रिताय वृताय ब्राह्मणाय श्रद्धानपत्रिका सहित तेन तुभ्य वयं सम्प्रददे ओम हरिओम प्रसाद हरिओम प्रसाद हरिओम प्रसाद केही छोडिदिने नमस्कार गर्ने फुल लिएर ओम कविले सर्वदेवानां पूजनीयाखि देवी सदैव मय्य स्नान शान्ति परेको छ मे हे यता भगेलले त्यो फुल त्यही राखेर त्यो गाई बाछेर धर्मले जानु ओम कोदा कोदा कस्मादा कालाय कामेद शान्तिः पृथिवी शान्तिरापः शान्तिरोकलयः शान्तिः वनस्पतयः
शान्तिरेव देवाः शान्ति ब्रह्म शान्तिः सर्वत्र शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेव जल चढाइदिने कसारमा अलिकति फुल राखिदिने कुरो गरे फुल बाबु दिनु होला त्यो कसार होइन त्यत्तिकै राख्ने एक प्लास्टिक माथिदिने हो त्यति फुल कसारमा राख्नु यो अङ्गुरको दाना बनाइदिँदैन गुरुलाई दिनु ओम गम गणपतये नमः जल फेरि जल घुमाउँदै राख्दै भगवतीको नैवेद्यमा आज पुनराजन परदक्षिणा दत्त दक्षिणा नमस्कार फुलेर हात जोड्ने 7 वटा दत्त दक्षिणा ओम ओम नाना सुगन्धि पुष्पाणि यथा पुष्पाञ्जलि मयादत्त ग्रहाणां परमेश्वर गौरी गणेश भगवान को जय मंगल मूर्ति गणेश भगवान को जय फुलरी गौरी घुमाइदिनु त्यति गर्न चाहिँ त्यहाँ राखेर जल घुमाउने अक्षताले पूजा गर्ने राज्य जल घुमाउनु आरती अक्षता त्यहाँ अक्षता फुल पनि राख्छ पिनातिर खेतमा हो त्यति राखिदिनु गणपतये नमः पर क्रिया जमिन छ ओम घोरसी घुमेर विश्व से राई विश्व से भगवान से भन्थे गुरु है गणेश गुरु आएको जुन हो त्यसमा फेरि पूजा गर्ने यसो धान धैँ धान चामल कलशको पिर कागजबाट मुखमा छोइदिने सिक्कामा घोटेर पैसा प्रत्येक कलशको घाको सुन कानको सुरु गरेर एउटा कलशमा पैसा फसाइदिने गुरुलाई दिन हजुर राजा कलशको सम्झने है सागरलाई समुद्रलाई सम्झेर पूजा गर्ने होइन जलदेवतालाई राजा ओम स्वस्ति शान्ति होस् भनेर है ओम वैवाहिक यज्ञ वरुणाय नमः आवाहनं समर्पयामि ओम वरुणाय नमः आसनं समर्पयामि वरुणाय नमः कुण्ठा पैसा थोरै मृत्तिका है सर्वौषधि ओम भनेर सर्वशब्द मृत्तिका हुन्छ ओम वरुणाय पानी पानी यो भन्दिन वरुणाय नमः वरुणाय नमः सर्वाङ्गे स्नाने जलसंख्या वरुणाय नमः पवित्र वरुणाय नमः राख्ने अब पूजा गर्ने थाली ओम वरुण सेव सम्पन्नमसि त्यो होइन निवेदन गर्ने आरती हो दियो हो बचाउने तर निवेदन केही हुँदैन है आरती फेरि थप्दै गइन्छ है ओम वरुणाय नमः ओम दशासनाय नमः ओम तत्वयामि ब्रह्मण वन्दमानस्ते नासाते यजमानो हविर्मि अहेजमानो वरुणेह पद्योरुप समान आयो प्रमुखी त्यसलाई राजाको गर्ने हातमा लिने ओम फलशस्य तीर्थ सागर समुद्र तीर्थलाई सागरलाई सम्झने है कुक्षौतु सागर शब्द शब्द दुईमा सुन्दरा दिग्वेद वेद सामवेद यज्ञधर अङ्गैष सैता सर्वैव सन्तु समासिता ओम फलशस्य मुखे विष्णु ओम देवता नम संवादे मतिमानि बहुतद उत्पन्नो च कदा कुम्भ विदितो कृष्णामे त्वयि तिष्ठन्ति भूतानि त्वयि प्राण प्रतिष्ठिता जीवस्य तुमवासि प्रसन्नता प्रजापति आदित्या सर्वभूता विश्वदेवा सपतिका तिष्ठन्ति सर्वे अपि यत काम फलप्रदा तत्त्वसाध एवं पूजा एवं यज्ञ कर्तुर् विह जलद्भव
सान्निध्यं कुरु देवेश प्रसन्नो भव सर्वदा अपापति वरुणाय दशासनाय नमः सुमङ्गलाय नमः पाशहस्ताय नमः वरुण भगवानको जय राजा कलश त्यो दुनै राख्ने भएन त्यहाँ Yes. ओम वरुण भगवानको सूर्यादि नवग्रहहरूको राजा फुल लिएर हात जोड्ने नै कलश त्यो बोकेर राख्ने राजा कलश स्कन्द प्रदेश त्यही हुन्छ ओम मङ्गलाय पाशहस्ताय नमः राजा कलश स्कन्द प्रदेशे गणपत्यादि पाञ्चाय तदेभ्यो नमः विनायकादि पञ्चलोकपालभ्यो नमः सूर्यादि नमः ग्रहेभ्यो नमः अग्न्यादि प्रत्यादि देवेभ्यो नमः ईश्वरो रोमास्कन्द हरिब्रह्मेन्द्र कारक्षेत्रगुप्तेभ्यो नमः अग्नि भूमि विहनमेन्द्राणि प्रजापति स्वर्गेभ्यो नमः ध्रुवाद्याष्टवस्तुभ्यो नमः धात्रादि द्वादशादित्येभ्यो नमः वीरभद्रा एकादश रुद्रेभ्यो नमः पौर्यादि षोडशमात्रेभ्यो नमः आवाहादि सप्त मरुदिभ्यो नमः विनायक ब्रह्मरुद्रार्क वनस्पतिभ्यो नमः राजको गुरुलाई दिने अब धुपदीप नैवेद्य गुरु आएर चरु बोल्नु पर्यो अनि राख्ने हेर यदि थोरै ज्योति त्यहाँ थपिदिनुहोस् न बलेकोमा थपिदिएर आयो त्यहाँ जल घुमाइदिने कपडीमा राख्नु अहिले देउलीलाई इन्द्राणी पूजा गरौँ त्यो सल्काइदिनु पर्यो निवेश टाइगरहरू छ नि है खुट्टातिर बलो हस् उपम दीपम नैवेद्य राजा उता जल छर्किदिने कलशलाई उपम दीपम नैवेद्य फेरि छर्कने आठ पनि 15 आठमा फेरि छर्कने पर्वक्षिणाम 7 गुणे आत्म दत्त दक्षिणाम थोरै फुलिए नमस्कार गर्ने नमस्कारम वरुणाय नमः यसो एक फालिदिनु राजा वरुण भगवानको कलश देवहरूको कलशस्थ देवहरूको ल अब बाबु सम्झने है राजा यो एउटा माङ्गलिक यज्ञ हो है व्रतबन्ध विवाह भनेको माङ्गलिक कार्य हो है शुभ कार्य अब कुलपितृलाई सम्झिन्छ यो विवाहको व्रतबन्ध विवाहको भाग हो है काटेको धुपदारी आछ र त्यो निकाल्नु एक मुठा सल्काउनु सुन्नु त्यही सल्काउने है त एउटा पातमा राख्ने ऊ त्यहाँ पाछादारी यता त्यो प्लास्टिकमा यता दिनुहोस् मलाई है त सुन्नु गाउँका विवाहको भाग भोग हो गाउँका पितृलाई देवी देउराले नाच भएर पितृ है विशेष नाच पितृ सबैलाई त्यो विवाह व्रतबन्ध विवाहको भाग भोग भनेर है एक त्यही बारे सम्झने एक मुठो बारे बाल्नु अनि ऊ त्यो एउटा पातमा राख्नु ऊ हालेर बाँधेर आउनुपर्छ रुखमा ऊ बाबु उठेर गर्नु अब घिउ एउटा बिनामा राख्नु एक कटौरी यहाँ राख अहिले पग्लिन्छ राजा यो हातमा लिने अब जल छर्कने हो त कुल देवता फेरि छर्किने कुल देवता भन्ने इष्ट देवता भन्ने है त अनि हानिमानी भन्ने छर्किने अनि ग्राम देवता भन्ने छर्कने अनि नाग देवता है त सेता नाग काली नाग है त अनि देवी देउराली अनि कोट देउराली वरिपरिका कुनै देवी देवता भए झाँक्ने भएर र अन्तिममा पितृ बुवा हजुरबा हुन्छ नि त्यो पातमा राख्नु बाबुलाई दिनु मलाई दिनु लिएर एकछिन बस्ने बस्नु 2 मिनट बस्नु है त ओम देवताभ्य पितृभ्य महायोगिभ्य एव च
स्वधायै नित्येव नमो नमः ॐ देवताभ्यो पितृभ्यश्च महायोगिभ्यः च नमो स्वधाय स्वधायै नित्य एव नमो नमः कौशिला गोत्रका हजुरबा हुनुहुन्छ दुईटै हुनुहुन्छ हजुरआमा हजुरबा दुईटै हुनुहुन्छ हो हजुरबा हजुरआमा बुढा हजुरबा बुढी हजुरआमा नाम भए दिनुहोस् है हजुरका सासू ससुराको नाम भइदिनुहोस् सासू ससुरा अनि उहाँका पनि बुढा सासू बुढा ससुरी अनि झन् बुढा सासू झन् बुढी ससुरा है बजेको नाम जसोदा सुन्दै जानु अनि बाजेको बाउको नाम दण्डवीर चलबहादुर बाउको नाम दण्डवीर सम्झिँदै जानु मिलाइदिनु अनि यता मावली कहाँको अब हजुरका बा आमा फुलबहादुर अनि चन्द्रकुमारी चन्द्रकुमारी बाजेको अमरबहादुर अनि उसको आमाका बजे नाम बजेको नाम त मसिलाई खाना र लाठी लाठी लाटे नाम नि प्रचलित नाम नि सबैले बोलाउने प्रचलित मन्दिर पनि घुमेर आउनु शिव पार्वती त घुम्दै जा एकछिन अरे सुस्तरी रूपाय चक्राधराय पिनाकाय सनातनाय दिव्याय देवाय जगत्तराय तस्मै यकाराय नमः पंचदास्य लक्ष्मणाय अवधेषु संगीता उद्योगस्वाहाते औराष्ट्रे समनाकचिता समिसैने बेताने बेताने छिटो गर्नु पर्यो नानु त बाउ यतै बस्नु लिएर हात जोड्ने अलिकति फुल अक्षर लिएर हात जोड्नु है त हो शुभम भवतु कल्याण यो भावमा लिने आरोग्य सुख सम्पद फुल खोलेको नि होइन धेरै कर्मणा साक्षी नमस्ते दिवाय नमः दियोमा चढाइदिने बाटा केरा बाटा त्यही बाटो केरा बाटा ओम दिवाय नमः अहिले माथि केरा गणेशले साध्याम नमः फेरि फुल्लिने बाबु थोरै फुल्लिने हुन्छ नाला पनि फुल्लिने अक्षता लाभा लिने गणपति नमः अनि यो लिने यो नानुको हातमा दिने यो बाबुले लिने है त ओम गणपति नमः भन्ने ओम गणपति नमः नानीलाई दिने रातो अक्षता लाभा पनि है बाबु ओम सुमुख चैतदष्ट कपिलो गजप लम्बो दरष्ट पिकटो विघ्ननाथ विनायक धूम्रकेतु गणाध्यक्ष भालचन्द्र गजानन द्वादश ताने नामानि यह कटे विद्यारम्भे विवाहे संग्रामे त कस्तो कालो कालो देख्न थाल्यो कनका भरणयुक्तां दास्यामि विष्णवे तुभ्यं ब्रह्मलोकपुरीशया विश्वम्भर सर्वभूत साक्षिण सर्वदेवता इमां कन्यां प्रदर्शय पितॄणां कारणाय वै ओम दाताहं वरुणो राजा द्रव्यमादित्य दैवतं वस्तु
पूर्वणाध्यक्षो बालचन्द्र गजानन द्वादशैतानि नामानि यः पठेत् निरादति विद्यारम्भे विवाहे च प्रवेशे निर्गमे तथा सङ्ग्रामे सङ्कटे चैव निर्दिष्टस्य न जायते अभिलषितार्थ सिद्ध्यर्थं सुवित्वयः सुराश्रय सर्वविघ्नहरस्तस्मै गणाधिपते नमः लाभस्तेषां जयस्तेषां कुपस्तेषां पराजय येषाम् इन्दिवरस्यां हृदयस्तु जनार्दन सर्वेषु ग्रहेषु श्रीसूर्यचन्द्रमसि देवगुरु सुस्थानस्य कन्याय उल्लेखे तुलायां सर्वेषु स्वस्वेदं ग्रहगुणगणविशेषं विशेषाय कुम्भे स्वस्व ग्रहगुणगणविशेषं विशेषाय यथा प्रवरामि प्रवरामि तस्य कौशिकगोत्रस्य अमुकः है त ठुलो हजुरबुवाको नाम लिने फलानाको पलाती है त हजुरआमा साइन्स भनेर है नाम दिनुहोस् है भन्नुहोस् न नै मुबहादुरको हजुरबुवाको नाम हजुरबुवाको अमरबहादुर सपत्नीको प्रभुत्व आयो अब हजुरबुवाको बाबुको नाम राजकुमार नै अमरबहादुरको छोराको अमरबहादुर होइन अमरबहादुरको बाबुको बाजे हो उसको दिलबहादुरको बाबुको नाम चलबहादुर हजुर चलबहादुरको बाबुको नाम दण्डवीर उसको बाबुको नाम राजकुमार भयो बाको होइन उसको बुढा हजुरबुवाको बाजेको बुढो बाजेको हजुरबुवाको ए बाजेको हजुरबा दण्डवीर ब्राह्मणस्य सपत्नीको प्रपौत्र अनि दण्डवीरका बुवा होइन दण्डवीरका छोराको चलबहादुर चलबहादुर ब्राह्मणस्य सपत्नीको प्रपौत्र अनि उसको छोरा अब बुवाको बोल्दा डिलबहादुर आयो डिलबहादुर पछि राजकुमार आयो राजकुमार बुवाको नाम राजकुमार सपत्नीकस्य पुत्र आत्मपुत्र भूमबहादुर है भूमबहादुर विष्णुस्वरूप वर्मण विष्णुस्वरूप वराय तथांश त्रिपर्वरान्त अत्रि अत्रि सावास धनुर्वेद मानसाकान्तर्गत अत्रि गोत्र हरि अमुक नामस्य प्रपौत्री सपत्नीक अमुक बहादुर वर्मणस्य पौत्री सपत्नीक तथांश बुवाको र आमाको नाम के मुना मल्ल ठकुरनाथ सपत्नीकस्य आत्मपुत्री कान्छी जेठी माइलो है कनिष्ठा आयुष्मती आत्मपुत्री कृष्ण कुमारी है लक्ष्मी स्वरूप कन्यार्थिनी सालंकार देव द्विज अव्यागत अग्नि साक्षी सालंकार यथाशक्य सालंकृतः वराठिनी इमाम कन्या भट्ट प्रतिनिधिकृत धातुजन्म धर्म काम मोक्षाचरण प्राप्त धातुजन्म सम्प्रदाय वा हरिओम आफ्नो हात बाबुले हात थाप्ने आफ्नो आकार बाबुको हातमा थाप्ने ओम अब चाहिँ विवाहको गणेशजीलाई साक्षी राखेर विवाहको कन्यादान पनि सम्पन्न भयो मङ्गल हो ल त्यो फुल बाबु गणेशमा चढाइदिने होइन आफूले मागेर यहीँ त यसो चढाइदिने अनि अब सिन्दुर अर्पण हजुर गणेशजीमा ल यो काखमा लिएर बस्ने नानीले यो दाजु यो समाउनु अब यो भुल चाट्यो चाट्यो नान्दो दिनु चाट्यो उता फालिदिने होइन यसको हात सिक्यो पैसा त लिएर त्यो लाभन राख्नु नि गर्छ अब लावा त हामीले त्यो काम छैन यहाँ मसँग टिका लगाइदिनु यहाँ एउटा दुईवटा तिनवटा टिका लगाइदिनु त्यो नानीले
स्वाहा कोट्यामी धान्देव स्वाहा ओम कोणादवीर परापद सुपना पंद्रह ओम स्वाहा त्यस्तो सबै आवाज जाने पुरै यो जुना चाहिँ अब उत्तरबाट परेको निकाल्ने अब बसौँ ल ल ल दुईटा बराबर एक्सन गर्ने कि बराबर दुईटा बाहिर गरेर भित्रको बाहिर गरेर हो त्यसरी एउटा हात भित्र एउटाको बाहिर हो नाम बाहिर गरेर ल्याउने हात नानीले हात यता ऊ हात उतार बाहिरबाट दुईटैमा लिने ल ओ हेर आँखा उसको अप्ठ्यारो छैन काट्न खोज्देला बुढोको अनि फेरि आ गरेको त नि फेरि लगाउनु न स्वयंवर भयो है त ल स्वयंवर है त अब चाहिँ कौशिला गोत्रका बाबाको नाम के अरे राजकुमार मम्मीको नाम के अरे हेर्दा हेर्दा दाइ कौशिला गोत्रका राजकुमार तथा उता नमस्कार गरेर उता फर्क सबैको सामु कौशिला गोत्रका राजकुमार तथा मीना नाम ओ महा कपूर गौरम करुणावतारं संसार सारं जगद्धारं सदा शिवं देवं भवानी सहितं दलाय त्यही राख्ने जल घुमाउने घिउ लगाएर पकाउनु ताप्ने हामीले चाहिँ जल छोड्नु पाउनु होइन हामी बाँकी केन्द्र आलीलाई प्रधान छ वृषे श्री देवगुरु कन्याम श्री चन्द्रमसी यथास्थान चित्तेषु अन्य ग्रहेषु सत्यवं ग्रह गुणगण विशेषण विशिष्टायां अद्यः कौशिला गोत्रोत्पन्ना भूमिवाद होइन नाम कसको भूमिवाद होइन भूमबहादुर वर्मणो नाम्न वरेण सह विवाह कर्तुं कामा अमुक देवी नानी तिम्रो गोत्र के नानु अत्रि गोत्र उत्पन्नी राशिको नाम के नानु मिथुन राशि के हो प्रधान छ देवी अहम मम होइन नामै लिने राशिको होइन राशिको नाम के कृष्ण कुमारी अहम मम कन्या विवाह प्रयुज्यमान वर्ण वस्य तारा नाडी ग्रह वैश्यादि विचार करणजन्य दोष परिहारार्थं क्रियमाण शिष्टाचार परम्परा प्राप्त विवाह पूर्व विदय स्वयंवर कर्मणि अधिकारता सिद्धे श्री हरिहर प्रत्यय होइन सबैसँग चुराउनु
सरे त्यो झार्नु भएन ल यो पैसा दिनु लग्नको बाबुले चुरा बत्ती दिए नि त्यो लग्नको पैसा है नानीले लग्नको भाग भनेर होइन अब हामी एकचोटि हजुरहरू लगन गाँठो लिएर फेरि लगाएर मन्दिर घुमेर आउनुहोस् अनि सिन्धुतिर जानु बाबुले समातेर जानु ओम ग्रहेभ्यो स्वाहा ओम ग्रहेभ्यो स्वाहा 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 ओम ग्रहेभ्यो स्वाहा ओम ग्रहेभ्यो स्वाहा ओम कुलदेवाय 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 स्वाहा ओम भूमिदेवाय स्वाहा भूमिदेवाय स्वाहा ओम नागदेवी स्वाहा ओम नागदेवी स्वाहा चतुर्थीको विवाहको चतुर्थीको हवन हुँदैछ है ओम नागदेवी स्वाहा कति राम्रो देखेको मलाई दुईजना रहेछ नि ह्यान्डसम ब्युटिफुल होइन हेर्दा हेर्दा अब दाइको बिहा भयो ह्यान्डसम ब्युटिफुल कोर्ट पोइन्टमा आमा दर्शन गर्नु पर्यो अब मन्दिर अब सिन्दुर हामी भक्त अब सिन्दुर हातमा लिने ल ओ मङ्गलम भगवान मङ्गलम वर्ण ध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय पहिला नानु लगाइदिनु नि बाबुले लाउने मङ्गलाय तनु हरि नानु नानु हजुर ओम मङ्गलाय तनु हरि ओम दुईजना यस्तो जोडिनु न बाबु आकाश फोटो खिच्छ